ए राधिका, यो घरको वंश बढाउने र मलाई छोरो दिने यो घरमा स्वयं लक्ष्मी लिएर आएको छु। खोइ त कोही देखिँदैन त। यस्तो बेलामा सानो दुलैलाई कत्रो कष्ट। ए पीताम्बरजी नमस्ते। तपाईका बाबुले मलाई छोरा जस्तै मान्नुहुन्न। मेरा छोरा नभए पनि तपाईँ मेरो छोरो जस्तै हो भन्नुहुन्छ। यो नाताले म तपाईको दाजु हुन आउँछु। त्यही नाताले मुख खोल्दैछु। घरमा त्यत्रो नोकर चाकर हुँदाहुँदै राम बाबुले त तपाईलाई कमारी राख्न पो लगेका रहेछन्। होइन होइन पीताम्बरजी, तपाईँलाई त थाहै छ, माइतमा हुँदा घर वन सबै आफै भ्याउँथे। नानीदेखि लागेको बानी के हर्थ्यो, काम नगरी त बस्नै सक्दिन। शुभ 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 शुभ। यसो भनेर हुन्छ? ठाउँ पाइसकेपछि त्यहाँ बसेर हक जमाउन पनि जान्नुपर्छ। नत्र त्यो ठाउँमा अरू नै बसेर त्यहाँबाट धकेलेर खाडलमा पुर्याइदिन के भेट? कस्तो ठाउँ, कस्तो खाडल, मैले त तपाईँको कुरै बुझिनँ। तपाईँको गर्वले त्यस घरलाई छोरा दिन्छ। त्यस खानदानको नाम, सारा सम्पत्ति, इज्जत, प्रतिष्ठा तपाईँकै छोराको हुन जान्छ। त्यस हिसाबले कान्छी दुलै भए पनि पहिलो हक तपाईँकै हो। तर ठुल्दुलै बाठी छिन्। अनेक जाल झेल षड्यन्त्र गरेर तपाईँलाई त्यस घरबाट बाहिर निकालेर छोरोलाई मात्रै त्यस घरमा राख्न के बेर? गर्नुहुन्छ होला र? घरमा सौता भित्रनु भनेको शरीरमा काँडा बिज्नु चाहिँ हो। शरीरमा बिजेको काँडालाई पनि कसैले माया गरेर राख्छ र केही दिनसम्म पर्खन्छ र पछि
घोचेर निचरेर फ्याँकिदिन्छ। म को हुँ, मेरो व्यवहार कस्तो हुनु पर्दछ, म कस्तो कुल खानदानमा छु, पहिले त्यो जान्नुहोस् र आफ्नो अधिकारमा हक जमाउन सिक्नुहोस्, नत्र कुकुरले नपाएको दुःख पाउनु पर्ला। सानो दिलै ल सानो दिलै, अब मलाई आफै भन्नु, तपाईँ नोकर्नी बन्ने कि मुखिनी कि मुखिनी कि मुखिनी? जमुना, ए जमुना, यहाँ बाहिर आइज त। हजुर सानी काकी। मलाई साह्रै अमिलो खान मन लागेको छ। जा बारीमा गएर ज्यामिति टिपेर लिएर आइज। म ठुली काकीलाई काम सघाउँछु, काम सकेर ल्याइदिन्छु नि। हुन्छ मैले के भने, मलाई अहिले खान मन छ, अहिले गएर लिएर आइज। न ठुली काकी रिसाउनुहुन्छ। के भयो जमुना? भित्र काम गर्दा गर्दा यहाँ बाहिर गफ गराएर बसिरहेछस्। जा भित्र। मैले बोलाएँ, मलाई पनि चाकरी गर्ने मान्छे चाहिएर बोलाएँ। कसले कसको लागि चाकरी गर्यो? उसले घरको काम गरेकी हो, सबैको लागि गरेकी हो, न घरको लागि न सबैको लागि। नोकर चाकरले त्यसको लागि गर्नुपर्छ जसले यो घरको लोग्नेलाई खुसी दिन्छ र कुल खानदान बढाउनमा एउटा विश्वास दिन्छ। मेरो पनि कोख बाजो होइन, दुईजना छोरीकी आमा हो। त्यसपछि गर्भ बसेन, दैवले ठगो। एक भाग दुई भाग लाउनु पर्यो। जन्मिँदै नजन्मेको बच्चाले वंश बढाउने विश्वास दिँदैन, यत्रो नै दिँदैन। कसले भन्दैन यो खानदानलाई अघि बढाउने पहिलो सन्तान यही हुने? ठोक्वा गरेर भन्छु, बलियो भाग्य लिएर आएको छु। अरूलाई ठगे जस्तै ठग्दैन मेरो कोखले। पहिलो अधिकारको कुरो छ यहाँ। जिउँदो हुँदा नै सासू ससुराले झ्याइ झ्याइ पञ्चे बाजा बजाएर ल्याएको पहिलो बुहारी हो। छोराको दाग नगरे हुन्छ। रानी समानका दुई छोरीहरू छन्। कसको अधिकार कति छ भन्ने कुरा राम्रोसँग थाहा छ मलाई। एक लोटा पानीमा कसैले एक लोटा दुध दिन्छ र? तर सपना देख्ने अधिकार चाहिँ सबैको छ। एउटा घरमा धेरै वर्ष पालेको गाई रहेछ र त्यो गाई थाकेछ, बाछा बाछी पनि दिन सकेन रहेछ। तर त्यो गाईलाई सधैँ लागिरहन्थ्यो कि यिनीहरूले सधैँ मलाई मिठो मिठो घाँस खोलिदिएर पालिरहन्छन्, किनभने म यो घरको पहिलो गाई र सेवा दिने गाई हो। तर घरमुलीले त अर्कै गाई ल्याएछ, धेरै दुध दिने र बाछा बाछी दिने। त्यो पहिलो गाईलाई त डाँडो कटाएछ, ठाडो पुच्छार लाएर, अनि उसले सोझो रहेछ झसङ्ग भएर कि वास्तविकता त अर्कै पो रहेछ। कति राम्रो कथा है दिदी। कर्म त लिएरै आएका रहेछ, खोटी कर्म। लु अलिक छिटो छिटो हिँड न, अलिक छिटो पाए सारा यो केटीहरू कहिले सार्दैछन्, अहिले खोला तरेर पनि उकालो लाग्नु पर्ने। छिटो छिटो हिँड। नती यार, साना साना छोरीहरू लिएर एउटी कमारीका घरमा एक्लै दुक्लै आइमे मान्छे ठुल्दुलै त माइती गाउँको बाटो पो लाग्नु भयो नि। फेरि पुर्याउन जाने पनि कोही देख्दिन। होइन पितामरजी, आमाले झट्टै बोलाउनु भयो र हिँडेकी। आमाले बोलाएर हिँड्नु भएको कि हुनेवाला आमाको कारणले हिँड्नु भएको? हुनेवाला आमा किन, भगवती लक्ष्मी पत 32 लक्षणले भरिपूर्ण भएकी लक्ष्मी।
हो त्यसकै कारणले गर्दा हिँडेको यो। अब ठुल्दुलाईसँग मेरो के को रिस र? म त त्यो खानदानको नुनको सोझो हर्ने मान्छे, रामबाबु र ठुल्दुलाईको भलो चाहने मान्छे। त्यस्ता कुल न खानदानकी जावो 2 कौडीकी आई माइले यत्रो कुल खानदानलाई आज यो अवस्थामा पुर्याउने? तपाईँलाई राम्रोसँगले थाहा छ पिताम्बरजी, म पनि जिमदार खलक्की छोरी हो। मलाई सम्पत्तिको कुनै लोभ छैन, तर एउटा आइमेले संसारको जतिसुकै मूल्यवान वस्तु बाँड्न सक्छ, तर आफ्नो लोभ नै अरूलाई बाँड्न सक्दैन। कुरा त सोरेयाना ठिक गर्नुभयो ठुल्दुलाई तपाईँले, तर माइती जतिसुकै धनी भए तापनि बिहे गरेर गइसकेकी छोरीचेलीको वास्तविक घर भनेको आफ्नो लोग्नेको घर हो। यसरी लालाबाला लिएर हिँडिसकेपछि कसले पत्याउँछ तपाईँलाई? विचार गर्नुहोस् ठुल्दुलाई, घरबाट निस्किने होइन, घरबाट निकाल्ने हो। तर कसरी निकाल्ने र पिताम्बरजी? सबैलाई वंश बढाउने छोरो चाहिएको छ। अब गर्थे नि केही काम त। अब न त कसैको साथ छ न कसैको हात छ, म एक्लैले के गर्नु र? आफ्नो लोग्ने बाँड्नु परेको छ ठुल्दुलाई, आफ्नो अधिकारबाट खुट्टा झिक्नु परेको छ। ती लालाबालाहरूको भविष्यको सवाल छ। यो मन छ नि मन, त्यहाँभित्र सानो चित्त छ। त्यो चित्त जब दुख्छ नि, सक्यो। मान्छे जुनसुकै हदमा पनि पुग्न सक्छ, बुझ्नुभयो? तर यो काम म एक्लैले कसरी गरौँ र पिताम्बरजी? मलाई केही युक्ति दिनुहोस्। ठुल्दुलाईले मसँग उपाय माग्नुहुन्छ? उपाय छ ठुल्दुलाई। नरन्छ बास, नबज्छ बाँसुरी। रामबाबु, छोरा त छोरै रहेछन्, तर छोरा त खेर गयो, पाठीहरू पनि खेर गयो। अब सान्दुले कहिले आमा बन्न सक्नुहुन्न। ए बाहिर निस्कि, आज तेरो जान रहेन। मर्चेस मेरो हातमा निस्केल। मेरो खानालाई नष्ट गरेर अझ तेरो बुद्धिले होइन भन्छस्। यसलाई त म टङ्के हजुर खुकुरी निकाल। मर्चे मेरो हातबाट आज। आज म यो औषधिले यो जना मलाई पिताम्बर पण्डितले सिकाएर। पिताम्बर, आखिर दुध खुवाएर पालेको सर्प निस्किन्छ होइन? तँ रहँदैन आज, त्यसको घर आगो लगाइदियो। त्यसले मलाई बर्बाद गर्ने। ओ बुढी, कहाँ छोड्छु र म? के सम्झेको छैन? ओहो, बुच्चाको छोरालाई के सम्झेको? उही टुक्राबाट स्वाटै पारिँदो रहेछ भने के सम्झेको? पिताम्बर! पिताम्बर! पिताम्बर, बाहिर निस्कि! ढोका सोका फोड्दे। पिताम्बर! कहाँबाट छ यो? कतै जान्छ दादा? भागेछ? भागेर कहाँ जान्छ र यो? दादा, यो अपमानको बदला लिन सकिन भने यो संसारमा पिताम्बरको अस्तित्व नै थिएन। भ्रम थियो, कल्पना थियो।
त्यस कन्यालाई आफ्नो बनाउन सक्नुभयो भने मात्र पुत्र योग प्राप्त हुनेछ। तपाईँ नोकर्नी बन्ने कि मुखिनी? घरबाट निस्किने है, घरबाट निस्किने है, घरबाट निकाल्ने, घरबाट